साथीहरु हामी चाहिँ यहाँनिर अमेरिकाको फार्ममा आएको छौँ। फार्म चाहिँ यस्तो हुँदो रहेछ कि अमेरिकाको, म तपाईहरुलाई देखाउँछु ल। यहाँ चाहिँ कृषि फार्म, पशुहरू पाउने, कुखुरा हाँसहरू सबै कुरा पाउने ठाउँ रहेछ। मासु खान मन लाग्दा गोठमा गएर किन्नु पर्यो भने चाहिँ यसरी आएर फार्ममा किनेर खायो भने चाहिँ जे अलिक सहुलियत हुँदो रहेछ है। त्यही भएर म चाहिँ यहाँ हामी सबैजना 8-10 जनै मिलेर आएको छौँ। अनि यहाँ चाहिँ कोही मकै पनि पाउँदो रहेछ। यहाँ देखाइदिन्छु मकैको गाउँहरू, पुरै मकैको खेतीहरू। अनि यो चाहिँ फार्म रहेछ। यो चाहिँ अब गाई बस्तुहरू के राख्नेहरू। अनि यो नि चाहिँ अब के हो कुनि यो चाहिँ पुरै। अनि त्यसपछि यो चाहिँ पुरै गाउँ अरे फार्म गरे। ए मकैहरू पुरै लिएर आउँदै हुनुहुन्छ सबजना। सोल्टिनी नमस्ते नमस्ते। ए बाबाहरू पुरै सबजना मकै कुखुराहरू हाम्रो बाबाले लिएर आउनु भयो। हाम्रो बाबाले नमस्ते नमस्ते। नानी सुतेकी छ र म चाहिँ निस्किन। सोल्टिनीहरूलाई लिएर आउनुभयो मकै टन्नै। मेरो बुढोले भइहाल्यो त नि। मेरो बुढोले पनि लिएर आउनुभयो टन्नै मम्मीहरू। ल त्यही त नि थुप्रो छुमी सबैले यहाँ गाडीमा मकै राखेर अब आफू त राख्नु सकेको भएको मकै मात्रै भयो। कुखुराहरू पनि लिन आएको। यहाँ मकै। अनि कालो कुखुरा देख्दै हुनुहुन्छ नि, वहाँनिर कालो कुखुरा। यो चाहिँ मेसिनहरू के पुरै परालहरू चाहिँ। कुखुरा चाहिँ ल्याउनु भएन। ए मकैको भारीहरू। ए मकै अरे यो त पराल पो है, परालकै। ए यस्तो हुँदो रहेछ यहाँको पराली। ए गाई बस्तुले खाने पराल। ए यस्तै। ए यत्रो ट्रली गाडीमा पानी छ। पानी छ ए चिकन दिएन। के हो यो चाहिँ? यो गीता दिदीको मकै अरे। ए हामी चाहिँ अब घर जानतिर लाग्दैछौँ। अब हामी घर जाँदैछौँ। हाम्रो बाबाले गाडी कुदाउनु भएको।